शमीशान निर्वाण रूपम् विभुं व्यापकं ब्रह्म वेद स्वरूपम् निजं निर्गुणं निर्विकल्पं निरीहम् चिदाकाशमाकाशवासं भजेऽहम् निराकारमोङ्कारमूलं तुरीयम् गिराज्ञानगोतीतमीशं गिरीशम् मन्जी हान्ने स्पट यही हो। यहाँ आएर फोटोहरू खिच्न मिल्यो। भैरवकुण्ड जाँदाखेरि होइन एकछिन टाइम स्पेन्ड गर्न मिल्यो। यहाँ दाक्लाङ भन्ने बोर्ड छ। दाक्लाङबाट चाहिँ हामी लेफ्ट लाग्छौँ ल उता भैरवकुण्डको लागि। बगान जाने चाहिँ लेफ्ट ल 60 लेखेको छ। वेलकम टु छागाम ल। छागाम आइपुग्यौँ। मोर देन इनफ टाइम छ भने त माथि नै जाउँ किनभने बिहान उठ बिहानैको लाइटमा जाऊ फेरि त्यहाँबाट नि हाइक गरेर जाऊ भनेको धेरै हुन्छ नि त। सेक्सन चाहिँ अफ रोडै छ गाइस होइन। डबल रोड चाहिँ नगर्नु। कति छ दाजु यहाँबाट? 2 घन्टा लाग्छ। बाटो यस्तै हो खत्तम छ ए। केटाहरू हराए। बाटो त धोस्तै छ है। त्यो बगानबाट यहाँ छकरमकसम्म आउनु बाटो धोस्तै छ। राति भइसक्यो अझैसम्म हिँड्दा छौँ हामी। अर्को कुन कुण्ड नि पुग्छ भन्नुभएको थियो त्यहाँ होइन। दिदी बहिनी कुण्ड कि कुन हो त्यो यतैबाट जाने बाटो जस्तो लाग्यो। हिँड्नु चाहिँ पर्छ भैरवकुण्ड है। लोध हिँड्नु चाहिँ पर्छ त्यही हो ल। भैरवकुण्ड आइपुग्यौँ ल गाइस। हेलो नमस्ते एभ्रिवान। सबैजनालाई गुड मर्निङ है। अहिले चाहिँ बिहानको लगभग 6 बज्न लाग्यो। अनि हामी चाहिँ आज एउटा नेक्स्ट ट्राभल डेस्टिनेसनमा निस्किँदैछौँ। अब यो भिडियो चाहिँ लाइक अब तिहार पनि आइरहेछ नि त। मोस्ट प्रोबेबली तिहार मिल्यो भने तिहार अगाडि नै हालिदिन्छु म है। नत्र तिहार पछि नै हुन्छ होला। त्यही हो। तपाईँहरू सबैजनालाई ह्याप्पी तिहार एडभान्समै है। पहिला चाहिँ हामी दसैँ दाकातिर निस्केको थियौँ योभन्दा अगाडि। अनि यो सिजन चाहिँ पानीले गर्दाखेरि निस्किन मिलेन नि त। अनि आज चाहिँ सिन्धुपाल्चोकमा अवस्थित भैरवकुण्ड भन्ने ठाउँमा जाँदैछौँ आज हामी। बाटो चाहिँ हजुरहरूको त्यही हो। यता धुलीखेल हुँदै जाने बाटो हो। बाटो चाहिँ त्यही हो। हामी गोलाघाट हुँदै जान्छौँ 12-20सम्म निस्केर त्यो लास्ट रिजोर्टको बाटोबाट जाने हो। सो म आधी बाटोबाट मात्र देखाउँछु किनभने अब जेनरली सुकुटे सैलिङहरू जाँदाखेरि बाहिर बाटो नै हो त्यो है। केही नयाँ अपडेटहरू आयो भने देखाउँछु। सो त्यही हो। बिचमा सानो सानो अपडेटहरू आयो भने म हालिदिने छु बाटोहरूको अवस्थालाई लिएर के कस्तो छ है। नत्र यो मासतिर लाइक गोलाघाट कटिसकेपछि अथवा खाडीजोर साइडतिर पुगेपछि नै हजुरहरूलाई भन्दैछु किनभने त्यहाँसम्म त एउटै हो जेनरली बाटो। त्यहाँबाट मात्र छुट्टिने हो हामी। यता तातो पनि जाने बाटो हुँदै जाने हो लास्ट रिजोर्ट। सो के कस्तो छ भैरवकुण्डको अवस्था है। के कति ड्युरेसन टाइम लाग्नेछ म सबै इन्फर्मेसन दिन ट्राई गर्नेछु। अनि ट्रिप मिटर पनि मैले लगभग 0 गरिसकेको छु है। सो कति छ यहाँबाट हेरौँ। अनि मेन प्लान चाहिँ अब भोलि आज गएर भोलि फर्किने प्लान छ हाम्रो। हेरौँ कस्तो छ। ल हामी चाहिँ ठ्याक्क खाडीचोर आइपुग्यौँ है। अहिले चाहिँ 9:30 भएछ। खाडीचोर आइपुग्यौँ। अब खाडीचोरबाट यताबाट काठमाडौँबाट आउने खाडीचोरबाट राइड गयो भने चाहिँ हामी उता दोलखातिर जान्छौँ। हामी चाहिँ अब यता लेफ्ट जाने हो। अब यहाँबाट चाहिँ म भिडियोहरू देखाउने छु है के कस्तो छ बाटोको अवस्था। खाडीचोरबाट कटिसक्यौँ। 9:30 भयो। खाडीचोरसम्म चाहिँ अराउन्ड 75 किलोमिटर रहेछ। कसको
अब यहाँबाट त्यो लास्ट रिजोर्टको बाटो हुँदै जाने हो हामी त्यहाँबाट माथि बगाम हो कि कहाँ भन्ने छुट्टै ठाउँ छ अरे ल हेरौँ के कस्तो छ अगाडिको बाटो अब नरबिस्टेको बजार आइपुग्यौँ गाइस हामी अब यहाँबाट कति लास्ट रिजोर्ट कति छ यहाँबाट लास्ट रिजोर्ट कति हो यहाँबाट कत्रो ठुलो गाडी लान्ला हो सुन्छ क्या हो हामी चाहिँ अहिले ठ्याक्क लास्ट रिजोर्टमा आइपुग्यौँ अब लास्ट रिजोर्टबाट अगाडिबाट त्यहाँ दाक्लाङ भन्नेबाट चाहिँ लेफ्ट लाग्नुपर्छ भनेको थियो के अरे एउटा भिडियोहरूमा होइन त्यहाँबाट लेफ्ट लाग्छौँ हामी अनि त्यहाँबाट डिटेल्स चाहिँ म त्यहाँबाट देखाउन ट्राई गर्नेछु ल अब बोर्डर बनाइहाल्यो बोर्डर पछाडिपट्टि हो लास्ट रिजोर्ट त पुरै एम्टी छ यार पहिलाको जस्तो केही छँदै रहेछ टोटली एम्टी टुरिस्टहरू कोही पनि हुनुहुन्न रहेछ यार पहिलाको जस्तो चहल पहल चाहिँ छैन रहेछ लास्ट रिजोर्टमा अहिले त पिक सिजन हो हुन त है पिक सिजनमा त मान्छेहरू हुनुपर्ने हो पोखरा कुस्माहरूले गर्दाखेरि होला लास्ट रिजोर्ट चाहिँ टोटली एम्टी छ मन्जी हान्ने स्पट यही हो यहाँ आएर फोटोहरू खिच्न मिल्यो भैरवकुण्ड जाँदाखेरि होइन एकछिन टाइम स्पेन्ड गर्न मिल्यो अब अगाडि के कस्तो छ अगाडि गएपछि म डिटेलहरू देखाउनेछु अनि त्यही अनुसार तपाईँहरूलाई अपडेट गर्नेछु है त ल हामी चाहिँ लास्ट रिजोर्टभन्दा अलिकति अगाडि आइपुगिसक्यौँ होइन मोबाइल ह्याङ भयो मेरो अहिले 11:15 भयो यहाँ दाक्लाङ भन्ने बोर्ड छ दाक्लाङबाट चाहिँ हामी लेफ्ट लाग्छौँ ल उता भैरवकुण्डको लागि राइट गयो भने त उता बोर्डर साइड पुगिहाल्छ यहाँबाट लेफ्ट लाग्नु होला अनि यहाँबाट 24 किलोमिटर हो अरे माथिसम्म भन्नुभएको थियो यहाँको दाइले आएर यहाँ सम्पर्क गर्दा नि हुन्छ यहीँबाट काट्छ डेढ जग्गा हुन्छ माथि है यहाँबाट लेफ्ट भैरवकुण्ड ल हामी चाहिँ दाक्लाङबाट तल लेफ्ट लाग्यौँ त्यो दाइले चाहिँ अहिले कुरा गरेर दाइले चाहिँ सबै लेफ्टै लेफ्ट जानु भन्नुभएको थियो है अनि माथि के सोमबङ गाउँमा आउँछ अरे त्यहाँबाट चाहिँ राइट उकालो अगाडि देखाउँला राइट केटा म पर्दैन झर्न त केटाहरू अड्क्यो भने हामी अड्किन्छौँ के अलिकति ग्याप राख्नु पर्ला हामीले माथिसम्म त्यस्तो साह्रो अहिलेसम्म अप्ठ्यारो बाटो चाहिँ छैन है दाक्लाङ कटिसकेपछि यहाँ चाहिँ मजाले लाइक ढलान गरेकै बाटो रहेछ दाक्लाङ तल भयो त्यसको माथि खालाङ भइहाल्यो होइन चियाखानु बसेको त्यहाँबाट माथि आउँदै गर्नु काहीँ दायाँ बायाँ काहीँ मोडिनु पर्दैन माथि रोडै रोड आउनु यहाँ घल्टे खोला भन्नेहरू भेटिन्छ होइन बाटोहरू आउनु छ है नट ब्याड बाटो ठिक छ केही प्रब्लम हुँदैन अब अगाडि के कस्तो छ देखाउँला के बाटो होला यताबाट जाँदै जाँदै मस्तिटे जस्तो भयो हेरौँ के कस्तो छ अगाडि बाटो है त अहिले चाहिँ हामी धेरै माथि आइसक्यौँ होइन कति आयो अहिले एलिभेसन तपाईँको अहिलेको त्यो ड्रोन सटमा कति थियो एलिभेसन हामी धेरै ग्याप लिँदै आयौँ आनन्दसँग बस्दै आयौँ होइन अब कति टाइम लाग्छ त्यो थाहा छैन हामीलाई माथिसम्म पुग्न हेरौँ तल एउटा स्तुपा जस्तो छ सानो पोइन्ट त्यो पोइन्ट डह्रो दामी छ उताको भ्युजहरू हेर्नु तल भोटेकोसी उता पारि देखिरहेको चाहिँ हाइवे यसको उता होइन चाइना उता चाइना
होइन अघि हामीले देख्यो बिल्डिङ त्यहाँबाट देखेँ है हामीले उताबाट बोर्डर होला जस्तो लागेको थियो ओडाको कारले पो रहेछ लिस्ट यही रहेछ राम्रो रहेछ बजार के अरे बस्ती सानो यो माथि लिस्टीको ऊ आउँछ ल बस्ती आउँछ बस्ती आएपछि यहाँ छुट्टिने पार्ट राइट र लेफ्ट आयो दिदी बगाम जाने कता हो यतै हो ए यहाँ आउनु बगाम जाने चाहिँ लेफ्ट ल लिस्टी 0 लेखेको छ बगाम जाने चाहिँ लेफ्ट ए के तपाईले अब चाहिँ त्यो माथि जान्छ उकालो जाने भनेर मलाई यो भैरवकुण्ड जाने बाटो यहाँ बोर्डै टालाएर रहेछ ल त्यहाँबाट राइट बोर्डबाट चाहिँ राइट भैरवकुण्ड जाने बाटो ल्याएको छ त्यही फलो गर्नु होला टोटल चाहिँ हामीले 122 किलोमिटर कभर गरिसकेका रहेछौँ है अनि तल दाक्लाङबाट निस्किँदाखेरि चाहिँ अराउन्ड 105 किलोमिटर थियो अहिले चाहिँ टोटल 122.6 किलोमिटर भइसकेको रहेछ अब हेरौँ यहाँबाट कति टाइम लाग्छ अब खासै बाइकहरू गएको चाहिँ देखाएको छैनौँ हामीले होइन हामी बिहान हामी जाँदाखेरि आएको बाइक भनेको हाम्रो 2टा मात्र हो अनि एउटा स्कर्पियोहरू आएको थियो खासै मान्छेहरू आएको चाहिँ देखाएको छैनौँ अब के छ माथिको स्थिति त्यो पनि हेरौँला है माथितिर गएपछि देखाउँछु म अरू बगान साइडतिर अगाडितिर के बाटोहरूको अपडेटहरू आयो भने त्यो दिनेछु टिल देन स्टे ट्युन वेलकम टु छागाम ल छागाम आइपुग्यौँ एउटा फोटो हान्नु पऱ्यो छागाम आइपुग्यौँ ल टोटल 125 किलोमिटर कभर भइसकेको रहेछ त्यहाँ माथि आउँदाखेरि एउटा सेक्सन चाहिँ अलिकति उकालै छ होइन त्यो सेक्सन चाहिँ अलिकति अप्ठ्यारो हुनसक्छ ल बाटो नत्र त अरू त ठिक छ बाटो ओ दामी रहेछ त छगाम बगाम त्यो छगाम कटिसकेपछि 2 राउन्ड 3 राउन्ड चाहिँ मस्त उकालो छ है त्यहाँ चाहिँ बाइकहरू अड्किन सक्छ हामी चाहिँ अहिले ठ्याक्क अब बगाममा आइपुग्यौँ होइन अहिले ठ्याक्क 2:45 भयो बगाम चाहिँ यही हो अनि हामी जाने बिहान जानुपर्ने बगामभन्दा माथिको लास्ट स्पट भनेको चाहिँ त्यहाँ माथि हो है त्यहाँ माथि हो अरे यहाँबाट कति किलोमिटर माथि 13 किलोमिटर 1.5-2 घन्टा लाग्ने रहेछ होइन अनि भोलिपल्ट पनि त्यहाँबाट उठेर हामी के अरे भैरवकुण्ड हिँडेरै जानुपर्ने हुन्छ होइन सो तपाईँहरूसँग टाइम छ मोर देन इनफ टाइम छ भने चाहिँ अब हामी त माथि गएको छैनौँ पहिला होइन अब आज नै माथि जान्छौँ होला हामीलाई सो म चाहिँ हामी चाहिँ के सजेस्ट गर्छु हामी यहाँ 2:15 आइपुग्यौँ अब मोर देन इनफ टाइम छ भने त माथि नै जाउँ किनभने बिहान उठ बिहानैको लाइटमा जाऊ फेरि त्यहाँबाट नि हाइक गरेर जाऊ भनेको धेरै धेरै हुन्छ नि त सो अगाडि नै माथि जान सजेस्ट गर्छु अब हेरौँ के छ माथिको सिनारियो अनि माथिको कन्ट्याक्ट डिटेल्सहरू नि दिउँ ल होइन यही हो बगाम चाहिँ यही हो लास्ट स्पट कति किलोमिटर कभर भएछ हेरौँ न बगामसम्म होइन त 120 हुँदैछ 128 ए ठ्याक्क 128 रहेछ बगामसँग ल 128 किलोमिटर रहेछ हामी चाहिँ अब के हो अरे माथिको नाम हामी बस्यो बगाम होइन बगामबाट अब छोकर मकामको लागि लाग्यौँ होइन छोकर मकाम है के हो नाम बिर्सेँ मैले छोकर मकर बाटो चाहिँ ठाउँ ठाउँमा अप्ठ्यारै छ भन्नुभएको छ है लगभग 1.5-2 घन्टाकै एस्टिमेट गर्नुभएको छ 128 किलोमिटर भएछ अहिले कति बज्यो 15:39 भएर चाहिँ हेर्नु कतिमा पुगिन्छ 128 किलोमिटर सकेसम्म माथि आउँदा चाहिँ लाइक क्यास चाहिँ बोकेर आउनु होला माथि नेट चल्दैन भन्नुभएको छ है
त्यही त होला ओए किरा छिर्या खुट्टा चाहिँ टाइट राख्नु ल अरूभन्दा पनि खुट्टा टाइट भयो भने छैन हुन्छ मलाई अझै ओर्लिनुपर्छ अझै ओर्लिनुपर्छ केटाहरूलाई हेर्नु पर्ला नि त म अलि माथि जान्छु फेरि स्पिडमा आउँछ होला सेक्सन चाहिँ अफ रोडै छ गाइस होइन डबल रोड चाहिँ नगर्नु डबल रोड आए पनि अगाडि राखेर मान्छेले आफू अगाडि गएर हिँडाएर मात्रै लिएर आउनु अब हो यस्तो अगाडिको अफ रोड पठाएँ नि मैले अब यहाँबाट चढाउने हो कि कुनै पार्टहरू चाहिँ त्यो चाहेर पनि ल्याउन मिल्दैन कि त्यस्तो खाले अफ रोड छ क्या त्यहाँ 3टा सेक्सन हामीले भेटिसक्यो अहिलेसम्म सो त्यही हो अब हेर्नु अझै कति छ बाटो यही त हो नि होइन यही त होला नि अब तल पो गइरहेको छ त्यो बाटो तल गएर उताबाट छिर्छ होला यो रिक्सा ल ल बाटोमा बिचमा झुकिन जस्तो कोही छैन नि बिचमा झुकिन जस्तो बाटो त कोही छैन ए ल उदो बर्खाले खुबेसी भेरी गो टु छोड्ने ओसित गयो आज किन ओसित छैन मेरो मन गलै छोडेर छ र बाटो चाहिँ कडा छ यार बाटो इज मिठो मिठो छ बाटो अफ रोड एडभेन्चर सिकर्सको लागि दामी छ बाटो 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 राम्रै छ अहिलेसम्म राम्रो मिन्स अफ रोड हिसाब वाज अफ रोड वाइज हिसाबमा राम्रो छ बाटो लागिहाल्छ नि यस्तो छ बाटो यस्तो ठाउँमा हाफ क्लच चाहिँ लिनुहुन्न क्या क्लचले टाढो उठ्छ होइन अफ रोडमा बरु सकेसम्म क्लच फ्री छोडिदिने चाहिएको बेला मात्रै लिने कि बरु टोटल फुल हान्ने होइन गियरमै राखेर हाफ क्लच चाहिँ लिनु हुँदैन भरे हुँदैन क्लच फ्री राखिदिने बरु टोटल फुल दिने अनि नभए भने ठाउँ पोइन्ट आयो भने मात्र हाफ क्लच लिइहाल्ने बाटो है भरे
भैरवकुण्डको बाटो चाहिँ कडा छल्काइन्छ ल त्यो बगाम कटिसकेपछि मिठो छ बाटो मिठो एडभेन्चर हुनेवाला छ पुरै एडभेन्चरस टाइप अफ रोड अवाल अफ रोड अब यहाँ आउने हो यहाँ आएपछि केटाहरूलाई कुर्ने एकछिन अब भर्खर त हामी 4 किलोमिटर त मात्र कभर गरेर रहेछौँ यार कहाँ छ त्यो बाटो ओन्ली 4 किलोमिटर कभर भएको रहेछ कति छ दाजु यहाँबाट 2 घन्टा लाग्छ बाटो यस्तै हो खत्तम छ ए 2 घन्टा भन्छ त यार घन्टा भन्छन् त यार 4 किलो हुन त हुनसक्छ किनभने 9 किलोमिटरको 13 किलोमिटर भनेपछि 4 किलोमिटरको मात्र कभर गरेका छौँ हामीले होइन यस्तो बाटो छ भने त 9 किलोमिटरको लागि 1.5 देखि 2 घन्टा लाग्नै सक्छ उलाउनु रहेछ नि त गाइस बाटो त भएछ आज भने 6 बजेको त टार्गेट राख्नै पर्छ हामीले पुग्ने हिसाबमा लेट्स सी डबल त आउनु होइन तर नचढ्ने ठाउँमा चाहिँ हिँड्नै पर्छ है हिँड्नै भएर माथि जाने कुर्ने हामीले पनि त्यही गरिरहेको छौँ अहिलेसम्म अब 2जना गाइजहरूलाई हिँडाएर अगाडि पठाइरहेको छौँ अब त्यो हिँड्ने बाटो भनेर त जानुभएको छ क्या अब कहाँ निस्किन्छन् केटाहरू अब बाटो यार हो गाइस बाटो त डेन्जर छ डेन्जर ल ए यहीँ पहिरो फसेर रहेछ नि त बाटो डेन्जर छ यार गाइस केटाहरू हराए फोन बोल्नु लाग्दैन कहाँ हो जङ्गलै हराएर यार जङ्गल नगयो भने चाहिँ सर्टकट भनेर फोन बोल्नु लाग्दैन फोन लगायो त ठिकै हुन्थ्यो यहाँ चाहिँ हामी एकछिन ब्रेकमा बसेको है कति भयो यहाँ अहिले 4:48 भएछ गाइजहरू यहाँ छन् अब 2जना साथ चाहिँ हराए सर्टकट भनेर जङ्गलमा छिर्नु भयो कहाँ छिरी गाडी चाहिँ अहिले चाहिँ आउँदैछन् तलबाट सर्टकट कहिले पनि नलिनु होला अब त लाइट पनि गइहाल्यो झ्याप्पे अँध्यारो हुन लाग्यो 4:48 भनेको 6 बजीसम्म त पुगिला नि होइन कुर्नु पऱ्यो कि अरू भन्दा नि सर्टकट भनेर जङ्गलमा छिरेर माथि आउँछु भनेको थियो केटाहरू अहिलेसम्म आउँदैन नत्तो बद्ध छैन अहिले चाहिँ बल्ल बल्ल आए अफलाइन म्याप चाहिँ डाउनलोड गर्दा बेटर यस्तो ठाउँमा आउँदाखेरि कति बज्यो
5:49 भयो। ए छोकर मोकम हो कि के हो भन्नेको ठाउँको अत्तो पत्तो छैन अहिलेसम्म। बाटो त यार बाटो त ध्वस्तै छ है। त्यो बगामबाट यहाँ छोकर मोकसम्म आउनु बाटो ध्वस्तै छ होइन। अच्छा बाइकले चाहिँ लास्टै दुःख पाउँछ है। बाइकले चाहिँ त्यही हो। एक्स्ट्रा डेजहरू छ भने बगामदेखि एक्स्ट्रा डेज छुटाउनु मिल्छ भने बगामदेखि बगाममै बाइक राखेर हिँडेर आउँदा नि हुन्छ। बाटो यार गाइस राति भइसक्यो अझैसम्म हिँड्दा छौँ हामी। अहिले 6:30 भयो लगभग। यो त यहीँ राखेको रहेछ त इन्ट्रुडर। अघि नै गएको इन्ट्रुडर यहीँ राखेको छ त। सिंगल ट्राफिक डबल हिँड हामी यहाँ उभिन्छौँ। यहाँ सोधौँ न मान्छेलाई कति छ अब गइरह र यहाँनिर चाहिँ अप्ठ्यारो छ हिँड्नलाई यहाँनिर अप्ठ्यारो छ। उनीहरू हुन्छ यहाँ लिनेर चाहिँ भन्थे ए उनीहरूले हिँड्नलाई चाहिँ होइन सिङ्गल हेर नै दुईजना नै जाऊ अगाडि जाउँ न है। ल जाऊ हामी जाऊ। के हो नि बाइक पनि यही राखेर हिँड्यौँ त। ओइ ओइ ए प्रज्वल रोक त। त्यो बाइक माथि नलाउँ हामी पनि अब हिँड्नु पर्ने होला। बाइक हिँडिसकेको गएको कहिले होइन यतैतिर ल किन फोकड अब हुन्छ होइन बिस्तार जाउँ अब। ल बाइक यहीँ राख्ने कुरा भयो। बाइक राख्ने रे यहीँ। कति किलोमिटर भयो चाहिँ यहाँसम्म आइपुग्नु? 137.9 38 3 किलोमिटर। अब हिँडेर जाउँ 7:30 भयो। हामीमा पछाडि चाहिँ मान्छे छन् होइन। बाइक घुमाउँदा हुन्छ केटा बाइक माथि नलाउँ अब बाइकले धेरै दुःख पाइसक्यो। बाइकलाई त्यो कुनापट्टि बाइक ल भैरवकुण्ड आइपुग्यौँ जस्तो छ अब हामी आएर बसी चाहिँ अहिलेको लगभग 2 घन्टै लाग्यो। एलिभेसन 42-31 रहेछ। 2.7 किलोमिटर। अब यही त होला नि योभन्दा उता नहोला उच्चे रहेछ। जमजम रहेछ नि जमजम कस्तो जमजम यो ठाउँको नाम जमजम जमसम उता थियो जमजम यता रहेछ। स्क्याम हान्थ्यो त हामीलाई त ए उता माथि चाहिँ होला यसको साइड ए बडो दाइ यो
ल ल बस बसिरह त्यहाँ माथि चाहिँ जस्तो छ भैरवकुण्ड त्यहाँ हो कि होइन अब त्यही होला माथि गएर भेटौँ न त त्यही होला हामी आएको बाटो यो भैरव यहाँ सानो पोखरी रहेछ भैरवकुण्ड चाहिँ उता माथिको त्यो ध्वजाहरू टालेको छ त्यही जस्तो लाग्यो होइन यताबाट बाटो पनि छन् त छ अर्को कुन कुण्ड नि पुग्छ भन्नुभएको थियो त्यहाँ होइन दिदी बहिनी कुण्ड कि कुन त्यही यतैबाट जाने बाटो जस्तो लाग्यो हो धेरै माथि जाँदैनौँ हामी हिँडेछौँ बिहानदेखि त्यही होला भैरवकुण्ड चाहिँ हेरौँ ल त लो दिने यार बिहानबाट माथिबाट आउँछौँ हामी अब भैरवकुण्डमा गएर देखाउँछौँ है त के कस्तो रहेछ त्यहाँको दृश्य हिँड्नु चाहिँ पर्छ भैरवकुण्ड है लोध हिँड्नु चाहिँ पर्छ त्यही हो अब माथि गएर म फर्दर डिटेल्सहरू भनिदिने छु होइन माथि गएर भेटौँ ल ल भैरवकुण्ड आइपुग्यौँ ल गाइस कति हो यो फेरि ऊ त रहन्छ त यार एल्टिट्युडको त राखेर हिँड्छ त भन्न आइपुग्यो यार बयालिस चाहिँ 60 मिटर लैछ लगभग हामीले कभर गरेको भनेको 3.5 किलोमिटर होइन 3.5 किलोमिटर कभर गरेँ 2.5 घन्टै लाग्यो हामीलाई र हामीले बिच बिचमा ग्यापहरू पनि लिएर आएको थियौँ कि होइन गाह्रो हिँड्नुपर्छ यार के हो भैरवकुण्ड चाहिँ ल भैरवकुण्ड चाहिँ हो म अगाडि गएर डिटेल्सहरू भन्छु ल एकछिन अब रेस्ट गर्नु पऱ्यो यहाँ आएर बहुत थकै लागिरहेछ भयो ल भैरवकुण्डको भिडियो चाहिँ यहीँसम्म हुने भयो है हामी चाहिँ हिजो निस्केका थियौँ अनि लास्ट पोइन्ट आउने भनेको गाडीहरू आउने भनेको बगामसम्म हो अनि बगामबाट चाहिँ यो माथि त्यो गेस्ट हाउससम्म के भन्छ नामै बिर्सेँ मैले त्यो ठाउँको नाम होइन अहिले सोधेर भनौँ ल त्यो ठाउँसम्म हिँडेर आउनुपर्ने हुन्छ बाइकहरू नि आउनु त आउँछ है बाइक चाहिँ सिङ्गल आउँछ तर बाटो चाहिँ एकदम धोस्दै छ अफरोड छ अनि लगभग बगामबाट यहाँसम्म आउने त्यो हामी हिजो बसेको पोइन्टसम्म आउने ठाउँसम्म चाहिँ लगभग 13 किलोमिटर छ है तर बाटो बिग्रेको कारणले एकदम गाह्रो हुन्छ है बाइक चाहिँ धोस्दै हुनसक्छ बाइकहरूमा समस्याहरू आउन सक्छ होइन बाटो चाहिँ एकदम धोस्दै छ डबल लोड चाहिँ नआउनु होला अनि डबल लोड आयो भने एकजना आउने एकजना ठाउँमा चाहिँ ठेल्दै गर्नुपर्ने हुन्छ अनि यहाँ त्यो हिजो बसेको गेस्ट हाउसबाट चाकरमुकम हो कि के भन्ने हो चाकरमुकम होला त्यो ठाउँबाट चाहिँ भैरवकुण्डसम्म आउन चाहिँ लगभग 2.5 घन्टा नै लाग्न सक्छ होइन 2 देखि 2.5 घन्टा नै भनौँ है डिपेन्डिङ कतिको हिँड्नु सक्नुहुन्छ भन्ने कुरामा हो 2 देखि 2.5 घन्टा हामीलाई चाहिँ हामी पनि त्यस्तै 2.5 घन्टामा आइपुग्यौँ तर ग्यापहरू ल्याएको थियौँ हामीले एल्टिट्युड गेन चाहिँ एकैचोटि हुन्छ ल यो 42 चाहिँ चान्चुन मिटरमा छ अनि एक दिनमै आएर भोलिपल्ट एक दिनको ट्रिप आज आएर भोलिपल्ट फर्किन्छु भन्न चाहिँ अलिक गाह्रो हुनसक्छ बेटर 1 डे एक्स्ट्रा दिनुभयो भने यताबाट माथिबाट का दिदी बहिनी कुण्ड पनि जान्छ अरे कि माथि सरे त्यहाँबाट चाहिँ हिमालयन सबै देखिन्छ भन्नुभएको थियो हामीलाई हिजो होइन त्यो पनि भ्याएर आउँदा बेटर हुनसक्छ तर बेटर चाहिँ एक दिन दिँदा राम्रो किनभने एक्लिमेटाइजेसन हुनुपर्ने हुन्छ एकैचोटि एल्टिट्युड गेन गर्ने हो कि हामीले अलिक गाह्रै हुनसक्छ हिँड्नु चाहिँ पर्छ है दोस्तै त्यही अनुसारले प्लानिङ भएर आउनु प्रिपेयर भएर आउनु अनि त्यो बगामसम्म चाहिँ बाइकहरू गाडीहरू आउँछ बगामसम्म खासै बाटो अफरोड छैन बगाम पछिको चाहिँ अफरोड छ कि बाटोहरू धोस्दै छ होइन त्यहाँबाट चाहिँ तपाईँहरू बिहानै काठमाडौँबाट बिहानै हिँड्नु भयो भने बगामसम्म लाइक 12-1 बजीसम्म त आइसक्नुहुन्छ अनि 12-1 बजेबाट माथि आउने हो भने चाहिँ त्यो चाहिँ बेटर हुन्छ किनभने मजाले टाइम लाग्छ ल सो त्यही अनुसारले प्रिपेयर भएर आउनु म डिस्क्रिप्सनमा त्यो हामी बसेको गेस्ट हाउसको डिटेलहरू पनि दिउँ ल आउँदाखेरि त्यो दाइलाई कन्ट्याक्ट गर्दा हुन्छ गेस्ट हाउस भन्दा नि के भन्छ गोट हाउसतिर बसेको त्यो डिटेलहरू सबै राखिदिनेछु ल अब फोटो र भिडियोहरू राखेर म
साइनिङ अफ फ्रम भैरवकुण्ड है त। भैरवकुण्डले सबैको चाहना इच्छा आकाङ्क्षाहरू पुरा गर्नुहोस् है त। ल बाबाई, साइनिङ अफ फ्रम भैरवकुण्ड। नमामि शमीशान निर्वाण रूपम् विभुं व्यापकं ब्रह्म वेदस्वरूपम् निजं निर्गुणं निर्विकल्पं निरीहम् चिदाकाशमाकाशवासं भजेऽहम् निराकारमोङ्कारमूलं तुरीयम् गिराज्ञानगोपीतमीशं गिरीशम् करालं महाकालकालं कृपालुम् गुणागार संसारपारं नतो तुषारात्रिसङ्काशगौरं गभीरम् मनोभूतकोटिप्रभाश्रीशरीरम् स्फुरन्मौलिकल्लोलिनी चारुगङ्गा लसद्भालबालेन्दुकण्ठे भुजङ्गा